सपना केसरी लजाउँदैन हेर त्यसरी आँखामा सपना केसरी लजाउँदैन हेर त्यसरी फुलैको बाटोमा फुलानी अस्लाउँछ म तिम्रै होला नि आउला नि आउन त जुनेली के ल्याइदेऊ मायालाई कोसेली सम्झन खोज्दै कोही छ सोचेरै दुनिया नै भुल्दै हिँडेको बाटोमा सम्झन खोज्दै कोही छ सोचेरै दुनिया नै भुल्दै किन हो किन सन्नानी माया छ रुवानी तिमी नै छौ जीवनमा बुझिदेऊ कुरा छन् कति मनैमा पिरती बसिदेऊ धडकनमा तिमीले लिएको आसना हुरहुरी चल्दछ बासना भावनाहरू बिथोली सुनेर सुनेर त्यो बोली आउला नि आउन त जुनेली ल्याइदेऊ मायालाई कोसेली सम्झन खोज्दै कोही छ सोचेरै दुनिया नै भुल्दै हिँडेको बाटोमा सम्झन खोज्दै कोही छ सोचेरै दुनिया नै भुल्दै किन हो किन सन्नानी माया छ रुवानी तिमी नै छौ जीवनमा बुझिदेऊ कुरा छन् कति मनैमा पिरती बसिदेऊ धडकनमा तिमीले लिएको आसना हुरहुरी चल्दछ बासना भावनाहरू बिथोली सुनेर सुनेर त्यो बोली आउला नि आउन त जुनेली ल्याइदेऊ मायालाई कोसेली
माया नै माया छ तिम्रो नाउँमा तिमीलाई भेट्न आउँदैछु तिम्रो गाउँमा माया नै माया छ तिम्रो नाउँमा तिमीलाई भेट्न आउँदैछु तिम्रो गाउँमा प्रीति नै प्रीति छ तिम्रो ठाउँमा तिमीलाई भेट्न आउँदैछु तिम्रो गाउँमा तिमीलाई भेट्न आउँदैछु तिम्रो गाउँमा तिमीलाई भेट्न आउँदैछु तिम्रो गाउँमा आज किन सपनामा छु कि जस्तो लाग्दैछ आज किन सपनामा यो अब यता पक्रिनु पछि भन्नुभएको हैन अब बोलाउँछ यो सब बोलाएपछि अब बोल लिएर आउनु यो भन्नु अरे भन्दै थियो त एकछिन पर्खिनु के चाहिँ जे वाटुङ भाइ बेगर कुनै बातचितै हुनु नसक्ने हुनाले हजुरलाई यसो ओरदोर बिन्ती गर्दै रहेछ अरे गुरुहरूले दाजु यसो यो चाहिँ हाम्रो यसो साइनो हजुर र वाटुङको ओरदोर यसो चिन्जान भेटघाट गरौँ भनेर नि हजुर कोही बेला सालामसुङ भन्छ कोही बेला खालामसुङ भन्छ हाम्रो यहाँ अब छोरी जुनतिर पटतिर साथीभाइ हो भने तपाईँ चाहिँ हाम्रो छोरी जाने चाहिँ के थालेको अरे बिर्सिसक्यो सामे के पर्यो बोक्सामा हाम्रो छोरी चाहिँ लगेर छ हजुरहरूको ठाउँ अब लग्यो भने हजुर हजुर बाबा अब त्यसरी गर्नुपर्छ अब के गरौँ भने धेरै बोलौँ भने पनि बुढापाकाले दिनभरि रक्सी काट्नु भ्याउँछ एकछिन रित बन्नु भ्याउँछ उसलाई सोधौँ न यसो उता बिन्ती बिछ्याउँदै गरेको हजुर खोइ अब के गरौँ बिन्ती त बिछौँ अब नलानु लगिनु यसो म पनि परिचय लाग्छु है लाग्दैछ
परी लाग्छ नि त्यही भनेर उहाँले हजुरहरूको गाउँठाउँमा आइपुग्दाखेरि त हाम्रो दाजुभाइ दिदीबहिनीहरूसँग आउँदै थियौँ ठ्याक्कै खुट्टा त रड्केर त सुम्बेकमा त अल्झिहाल्यो अब यहाँदेखि हामी उता पनि जान सक्दैनौँ भन्नुहुन्छ यता पनि फर्किन सक्दैनौँ भन्नुहुन्छ त्यही कारणले हजुरहरूको गाउँ घर ठाउँमा चाहिँ हामी त यसो आसपास पिसाब कहाँ बस्नु पाउँ भनेर चाहिँ अनि सुम्बेक कुन ठाउँमा बस्नु भने के ठाउँ थरी चाहिँ अब फेरि कसको हजुरहरूको नि यसो कम कलर रहेछ रदम कलर रहेछ कलर रहेछ भनेर हामीले भन्दैछ अब के रहेछ बोक्सामा रहेछ यताको साक्ने कलर रहेछ यसो हजुरहरू ताप्लेजुङदेखि घुम्दै घुम्दै फिर्दै हजुरहरू भनेर त्यसो भन्थ्यो र तपाईँहरू बिर्ताबाट आउनुभएछ अरे आउँदाखेरि हाम्रो आज चाहिँ हामी के गर्यौँ भने हामीले चिना लिएर आएको छौँ चिना यो हाम्रो हामीले चिना गरेर हामीले देखाएको छौँ हामीले बुढौली पाकौली सिक हजुरहरूले चिदी हान्नुभयो कि हान्नु भएन कसरी देखाउनु भयो त्यो पनि भनिदिनु पर्यो बाबा चिदी नआनिकन यहाँनिर के जाति अरे बारले पाछ सिबिसेको सिबिसेको घरमा जोखानामा त ठ्याक्कै माथिल्लो घर पुग्नु भनेको छ नि हामी अब चिनजानै भइएछ अब दुईजना परिएछ हामी तपाईँ पनि चिन्जन भयो पहिला त देखाबाट भएको त्यो रीतिरिवाजलाई पनि आज पर्यो आज रीतिरिवाजले गर्दाखेरि अब राख होइन घुस्क्यो भने म जान्दैन अब दुईजना परिएछ हामी तपाईँ पनि पहिला चिन्जन भयो पहिला त देखाबाट भएको त्यो रीतिरिवाजलाई पनि आज पर्यो आज रीतिरिवाजले गर्दाखेरि अब राख होइन घुस्क्यो भने म जान्दैन साथी साथी हो बनाउनु चाहिँ पर्यो है भरे बनाउनु त पर्यो नि म त खाली राक्षस विष्णुको घरमा भोक पनि लाग्यो होला तिर्खा पनि लाग्यो होला यसो वारो वातावरणको तर्फबाट हजुरहरूलाई यो भोक लाग्यो कि तिर्खा लाग्यो कि भनेर यसो राखेर हजुरहरूको तिर्खा केही लागेको छैन हर्षले हजुरहरूको ठाउँमा भोक तिर्खा लाग्यो भने भोक पनि मार्नु होला तिर्खा पनि मार्नु होला भनेर हामी खाली तोजुको तर्फबाट चाहिँ यति मात्रै खाजा पानी ल्याउनु सक्नु साह्रै जानकारी हाम्रो
होइन खाने मान्छेलाई भोक पनि लागेको छ लागेको छ नि आशिकले बाध्य नखाइ जो कलर छ कम कलर छ हजम कलर छ हजम छ तर नानी हो नि म त बुझिनँ यो राईको अब यिनीहरू पाउनु त अब काँचीको त्यो भन्छ कि नानी हो कि यिनीहरू राई र काँचीको त्यो पक्का होइन भन्ने म त्यसमा खट्नु गर्छु के त्यसमा खट्नु राई त लास्टको त्यो छोरी चेली के को लागि कुटुम्बको लागि भनेर यति नै मात्रै बेहुला बेहुलीले ल भाइ अब कसले खान्छ मै खानु दुई भाइ तपाईँहरू अगाडि हेर नि तपाईँहरू दुई भाइसँग खै मेरो थुम्जे बोक्ने साथी खै एउटा एकजना भरियाहरू पछाडि बस्नु पर्यो है पापा र छोरा भएर अब पनि गर्नु अब हाम्रो भाषा आछाङ आछाङ भएछ राम्रो गर्नुभएछ तिर्खा लाग्ने बेलामा घाँटी सुकेको बेलामा छिटो खाइहाल्नु पाएन बर्थडे बर्थडे हामी त धेरै पो खान्छौँ जाऊ धेरै खान्छौँ हाम्रो त छाता अलिक माथि उठाइदिनु न एकछिन त्यो सँगै बोकेर बस साह्रै पनि हो
देउलीबाट सुरु गरिहालौँ। म पसेपछि हाम्रो बेलमै चाहिँ त्यसपछि हाम्रो बाबाले चाहिँ बाहिर लाउँछ भित्र परेर आउँछ। भाउजू सालदारले ठेल्नु चाहिँ नठेल्नु उहाँ फेरि बिएमसी जानु पर्ला। यता भित्रै
अनि यहाँ लोकल लगाएर के लोकल दिलाई त कहिले लाउनु आफ्नो भनेको आफ्नो हुन्छ नि जीवनको बाटो यो हिँडेको अब सजाएर सपनाको एउटा संसार अनगिन्ती यादहरूलाई साथै राखेर हाँसोले खुसीले घर सजाएर सुख दुःख दुःख सुख सबै बाटेर
अन्तिम सास फेर्छु तिमीसँगै बाँचेर दिनहरू दुःखका नआउला भन्दिन तर कटाउने छु सबै सँगै हाँसेर बाचा भयो तिमीलाई मेरो बाचा भयो तिमीलाई मेरो तिम्रो छहारी तिम्रै अङ्गालोमै बास पाए यहाँ वहाँ रात पछि दिन सधैँ आउँछ जसरी पछ्याउने छु तिमीलाई म सधैँ यसरी दक्षिणा नि पाइएन सोल्टिनीबाट टिका नि पाइएन आशीर्वाद दिनुहोस् न आशीर्वाद चाहिँ अब मनमा नै दिने होइन अनि अरूलाई चाहिँ लगाइदिँदा भयो झिकाउनु भन्दा पनि मगाउनु भएको थियो फरक छैन अघि हामीले झिकाएको फरक त साम्पाङ के पो राणा साम्पाङ सामी कुटुम्ब गरेछ तोदोमध्ये साक्मीसँग गरेछ के भन्दै रहेछ भनेदेखि रदम हदम गरी हामीबाट चाहिँ उता लानु खोज्दै रहेछ हुँदाखेरि हामीले हुलु क्याप मगाइकन हजुरहरूलाई बिन्ती बिसाउँदै रहेछौँ अब कसो भनेदेखि हजुरहरूले दिने यति नै होला यो त अघि हामीले बुझेको अघि हामीले होइन हाम्रो अघि हामीले दिएको लागि राख्यौँ भनेर भन्छौँ केफेम रहेछ क्याप रहेछ केक पेलुङ छ फरक छ होइन क्याप रहेछ केक पेलुङ राख्यो अब तोजु पाछा रहेछ तोजुको जिस्ने साक्ने कोलोको तपाईँहरूको कुरा अब हामी के जान्नु हामीले अब के जान्नु परदेशी मामला जसो गरेर त्यसै राम्रो भनेर हामी चाहिँ त्यसो अब होइन अब अनि के रहेछ भनेदेखि अब तपाईँहरूको रितमा हामी भिज्यौँ तपाईँहरूको रितमा भिजेपछि तपाईँहरूको यतिमा चाहिँ नपाइने चाहिँ छोरी चेली भनेर अहिले माथिमा चाहिँ पाइने थियो अब त्यसमै हामी रितमा राख्यौँ रितमा दिन्छौँ भनेर हजुरहरूले पनि भन्नुभएको रहेछ यो रित बेगरको छोरी चेली चाहिँ मैले देखेको पनि छैन रित माया मत भन्ने त्यस्तो हुँदो रहेछ भन्ने कुरा किनभने हजुरहरूले पनि यो संसार तपाईँहरूले पनि लिएर यस्तो सृष्टि गर्नुभएको छ भनेर हजुरहरूलाई हामीले यस्तो केक पेलुङ र केफेम राखेको छौँ केफेम बजाएर एफएम बन्न बजाउनु अब तर कुरा के छ भनेदेखि दशकरी तिर छ 11 पुऱ्याइदिनु 8 7 भन्दा पनि भयो अब के छ भने वारवातुङ रहेछ घेरा माछा रहेछ बसम माछा रहेछ
रुमी तामी केरा मार्दा बसम मार्दा ओके भेन्ची खानु पर्यो हामी अब वीरतमरसँग आएको मान्छे पचाउँछौ पचाउँदैन अब हाम्रो पालो अनि एउटा कुरा म भन्नु भन्नु अब कसो भनेदेखि अब रुमियाङ पामियाङ लाई अब चाहिँ जिम्मा दिनु पर्ला हामीले चाहिँ जिम्मा दिनु अब कुरा के भने के पो त राणा सम्पन के बोक्सामा होइन मैले बुझिनँ के को लागि यो अरे बोक्सामै अनि बोक्साको होइन यो चाहिँ के को लागि हेर म त पुरै बुझिनँ ब्याङ्कहरूलाई चाहिँ कसरी भने हामीलाई ब्याङ्कलाई चाहिँ यो चाहिँ यो चाहिँ हसुङबा चाहिँ हजुरहरूको नेपालीबाट भन्नु छोरी चेली चाहिँ अब एउटा हाम्रो भाइसँग माया म बसेर परम्परा जिन्दगी काट्छु भनेर पटाउने हुनाले यो यसो धरानी पुरानी लागि तपाईँहरूलाई उसो जानु भनेको थियो कि अनि नाम भन्छ हाम्रो कुराले प्रस्ताव हुन्छ अर्को कुराले बाटोमा आउँदा भलबाडी रुखपात केही खाँड्नुको लागि हामीलाई चाहिँ एउटा हामीलाई आउँदाखेरि उहाँ हाम्रो राणा सम्मान पक्ष घरमा त्यस्तै हो हाम्रो सुन्देकमा पनि केटीबेटी आएको त्यस्तै छ हाम्रो सुन्देकको अब हल्ला बन्द है हल्ला बन्द जीवन परन्तु होस् यति नै मेरो आशीर्वाद डाँडा डाँडै पनि चढौला दुखै दुख पनि काटौला
जिन्दगानी के छ र सा ला 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 जिन्दगानी के छ र सा ला 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 देउरालीको डाँडाबाट कसले बोलाएको मायालुले कुसुमे रुमाल हल्लाएको देउरालीको डाँडाबाट कसले बोलाएको मायालुले कुसुमे रुमाल हल्लाएको मायालुको हेर्ने नजर मन परेको मैले मायालुको हेर्ने नजर मन परेको मैले हेर्दा उनले तर आँखा परेको बम्बई से आया मेरा दोस्त को सलाम करो मुमुने साया मन रहेछ नयाँ मन रहेछ घर भरुनी रहेछ भरुनी साक्ले बोलो छम छम नाची देऊ न्युरेर न्युरेर हातमा रुमाल कानमा सिउरेर हातमा रुमाल कानमा सिउरेर पोखराको बजारमा कति आए कति गए हाम्रो नजरमा ट्याक्सी गयो सारा कति गए हाम्रो नजरमा तेरे मेरे होठों पे मीठे मीठे गीत मितुआ आगे आगे चले हम पीछे पीछे गीत मितुआ तेरे मेरे होठों पे मीठे मीठे गीत मितुआ आगे आगे चले हम पीछे पीछे गीत मितुआ माछी मारा बहिनी साँझलाई चटनी माछी मारा माछी मारा बहिनी साँझलाई चटनी माछी मारा डाली डालीमा तिम्रो रूपको लालीमा खुसी आली आलीमा रंगाइदेऊ खुसी आली आलीमा फुलको डाली डालीमा झन्झन बढ्यो तिर्सना साला ला 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 सम्झना बिर्सना साला ला 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 झन्झन बढ्यो तिमीलाई बाँध्नुला Kau
साला ला 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 सम्झना बिर्सना साला ला 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 झन्झन बढीले तिमीलाई बाँध्नुला आम्मालाई मेरो फ्याफुलजी आँखेलाई मेरो फ्याफुलजी मामलाई मेरो फ्याफुलजी थेपाले जान सर ल्याएछ थेपाले
खेपले जङसर ल्याए जस्तो खेपले जङसर ल्याए झापा खेपले जङसर ल्याए जस्तो हाम्रो त खेपले ल्याएको जङसर सालैको राम्री रहेछ हाम्रो त खेपले ल्याएको जङसर सालैको राम्री रहेछ आमालाई चाङ भनी ल्याएको मैले आमा बचपनकी प्यारी ल्याएको छु मैले नरिसाउनु होइ आपा आमालाई चाङ भनी ल्याएको मैले तामाङस्या होइन होइ आमा बचपनकी प्यारी ल्याएको छु मैले नरिसाउनु होइ आपा भित्रौँ चाङसार रीति पुरै सिकाउँछु तामाङको दस्तुरलाई भित्रौँ जङसर रीति पुराइ सिकाउँछु तामाङको दस्तुरलाई तप पो पाउँछु दुनियाँको सामु मन मिली ल्याएको चाङ भन्नलाई अब पो पाउँछु दुनियाँको सामु मन मिली ल्याएको छन् भन्नलाई सासु मोहर भयो तामाङको सुख र दुःख जे भए पनि सेवा गर्छु हजुरको हेलाको आँखाले नहेर्नु सासु हाम्रो प्रथम हुँदाखेरि हजुरहरूलाई आज हाम्रो सुखिम पनि छोडायौँ हाम्रो चेलीबेटीलाई आजदेखि घर फर्की छोडायौँ हजुरहरूको जिम्मा लगायौँ भा भोक पो लाग्छ कि तिर्खा पो लाग्छ कि भनेर यसो यो चाहिँ भोक तिर्खा मार्नुको लागि बिन्ती हजुरहरू मलाई नपुग्ने र सरले के खान्छ हौ केटा सबै रिजुम भाजुम रीतिथितिको हसुङ भएको हुनुहुँदो रहेछ भने हजुरहरूको काकाको छोरीचेली हाम्रो भाइ पासमा पठाएको हाम्रो हुनाले हामीलाई गरिरहनु पर्छ हजुरहरूले जानकारी हामी तपाईँहरू हाम्रो चलनमा पर्दाखेरि हामी यति गर्नु सक्दैनौँ होला मनकारी जनकारी हुँदो रहेछ बुझकारी घोडा पनि होइन बाजी पनि घोड पनि होइन बाजी पनि होइन ओर गङ्गा दौड जमुन तपाईँहरूको पसलमा हामी आयो भने जति जान्यौँ त्यति रीतिविधि गर्यौँ हाम्रो पसलमा तपाईँहरू आउनुभयो हामीले यति गर्यौँ तर हाम्रो पसलमा चाहिँ महँगो भयो जस्तो लाग्यो आफ्नो रिजुम भाजुम हुन्छ हसुङमा हामी ज्यान पुगेर पनि महँगै छ भने हामी आउने उहाँको आज हामी हामी भेला भएको उहाँहरू दुईजनाकै जिन्दगीको नै थिएन हाम्रो भाइ सालो र बिना बहिनीको शुभ कामको उहाँहरूको चिरञ्जीवी जिन्दगी पितो दिनुको लागि हामी सबै उपस्थिति भएको हाम्रो भने हाम्रो एकदम उहाँहरूको सौभाग्य हुनु त यहाँ खुवाहरू दाजुहरू हुन्छ यहाँ बहिनीहरू खुवाहरू हुन्छ कि अब स्पष्ट रूपमा चाहिँ एउटा मोटामोटी रूपमा चाहिँ मैले एउटा त्यो भन्ने सबै कुरा मैले दाजु है अब यहाँबाट हामीले हुर्काइयो के अरे अब हुर्काइयो बढाइयो त्यसबाट फलाइयो अब सबैसँग चाहिँ अब यहाँले यताउता गरेपछि अब कुटुम्ब जाने भयो तर हामीले सोचिँदो रहेछ कि दाजु नि अब सानै हुँदाखेरि पनि चाहिँ अब कुटुम्बमा जाँदाखेरि पनि हामीले चाहिँ के भनिँदो रहेछ भने नानी अब त्यो हामीले अब यहाँ सबै हुनुहुन्छ होइन तर बुबु खाइरहेछ भन्ने हुँदो रहेछ नि यहाँबाट होइन सोल्टी अब सम्पूर्ण कुरा चाहिँ मैले यहाँबाट चाहिँ अब यहाँ
अब नोक्छु के अरे यहाँ के भने नाम्थे यताउता गरेर सबै जहाँसम्म चाहिँ हामीले गरेर बुढापाकाहरूसँग राखेर बिदा गएँ। त्यसले गर्दा चाहिँ अब भोलि गएर चाहिँ अब दाजुलाई मेरो चाहिँ चेली अब मैले जिम्मा दिएँ। भोलि गएर चाहिँ नि यहाँ त्यहाँ यताको उताको भनेर रुई कराई चाहिँ आउनु भएन। भोलि गएर चाहिँ दाजुलाई समाउनु पाएँ नि त अब एकदम अनिवार्य होइन भाइ होइन लास्ट मैले फिक्सी गरेको मैले त्यो समझ्नु है। त्यसले गर्दा अब देउसुसँग चाहिँ नि मैले अब बिदाउरी है त हस् 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 भाइ अब दाजु हामी चाहिँ अब सधैँ दाजुसँग त भेट भइरहेको थियो। ल सोधी है त खालिङले भन्थ्यो अरे कुरो माइतीको कुरो राम्रो बुझ्नु पर्यो है। बाहिर उसले लगाइदिउँ न त्यतिखेर बाउमाइतीलाई उयो गर्नु आयो भने चाहिँ दाजुलाई मलाई भन्छ मैले चाहिँ फेरि मैले भन्नुपर्ने होला त्यस्तो कुरो जिन्दगीमा जुनी पहिले नहोस्। यो चाहिँ कुरो यत्रो समाज यत्रो मैले सबैलाई मैले पितृ समाज वृद्ध मान्छे भाइ उता दियो हाम्रो खबङ बिचरा एउटाले गरेपछि हुन्छ त बिदा बिदा भनेको त धेरै दिन जाने होइन घुम्ने जाने खुला भनेर यताउता फर्केर अन्त फेरि आउँछ गाईतिर मैले पढेन पढ्दैछु त मेरो किताब कता कता छ पढेको हँस्दैमा हँस्दै जाऊ छोरी हँस्दैमा हँस्दै जाऊ हँस्दैमा हँस्दै जाऊ छोरी हँस्दैमा हँस्दै जाऊ तिमीले रोए हामी नमान तिमीले रोए हामी नमान बिदामा हाँस्दै जाऊ छोरी बिदामा हाँस्दै जाऊ यही काखमाथि हाँस्दै र खेल्दै यही घरमा हुर्कियौ तिमी नै थियौ घरकी शोभा लक्ष्मीकी बत्ती थियौ यही काखमाथि हाँस्दै र खेल्दै यही घरमा हुर्कियौ तिमी नै थियौ घरकी शोभा लक्ष्मीकी बत्ती थियौ अँध्यारो जति हामीलाई छोडी उज्यालो छर्दै जाऊ छोरी उज्यालो छर्दै जाऊ तिमीले रोए हामी नमान तिमीले रोए हामी नमान बिदामा हाँस्दै जाऊ चेली बिदामा हाँस्दै जाऊ हँसीमा खुसी जिन्दगी बितोस्
भाइ ल बाई बाई जल्दीहरू खोइ जल्दी जानुपर्छ ल बाई बाई ल लाग्यो अब लगेर पनि जाँदै हुनुहुन्छ हजुर अब बाटोमा मनको बात भोक लाग्छ कि तिर्खा लाग्छ कि भनेर बाबा यो हामीले लामटुपा भने पनि ल्यान धम्ने भने पनि बाबा हामीले राख्दैछौँ हजुरहरू ठुलो कम्पनी भागिनको हुनुहुँदो रहेछ भने हामीलाई यति हसुङ भए भने हामी हाम्रा भाइ बहिनीहरूलाई जति के गऱ्यो भने हजुरहरूको बढी भाषाबाट भन्छ भाग्यशाली गरेर हाम्रो त्यो दिनको इतिहासले चाहिँ हामीले बिदा दियौँ हामीले दिँदाखेरि भइसक्यो अब हामीले केहीले भुरी बतास भाउ गाडी केहीले हामीले जसरी पठाएको छोरी चेली र चेली र भाइ त्यसरी नै अब सबैजना राम्रो ज्योतिभन्दा राखिलो भयो नजर यस्तै उजेल भइरहेको छ यस्तो अगाडि बस्यो भने नि माथि बरबर हुन सेना पनि हुन्छ नि धेरै कमायो पनि सम्झाउने सम्झना नपरोस् हाँसीमा खुसी जिन्दगी बितोस् सुखले बास गरोस् रोएर कहिले माइती घरलाई सम्झना नपरोस् यताको माया चुडाई अब उतामा गाँस्दै जाऊ छोरी उतामा गाँस्दै जाऊ तिमीले रोए हामी नमान तिमीले रोए हामी नमान बिदामा हाँस्दै जाऊ चेली बिदामा हाँस्दै जाऊ चाहना मनमा उडाई ल्यायो कि आवारा मौसमले चाहना मनमा उडाई
ल्यायो कि आवारा मौसमले यो मनको कुरा चढे आँखैमा बुझ्लान् करैले यो पल पलको आवाज हो टिक्दैन कोही यहाँ उडायो हावाले यो मन उडायो हावाले उडायो हावाले यो मन उडायो हावाले गुन्जने यो आवाजको भावना छ बेग्लै सुस्तरी भोला है नबुझ्ने छैनन् कोही बहाना मनमा बढाइ ल्यायो कि आवारा यो पलले यो मनको कुरा चढे आँखैमा बुझ्लान् करैले